साथीहरू नमस्कार नमस्कार हजुर नमस्कार। यो साँझको समयको यो कागबेनीको दृश्य हजुरहरूलाई देखाउने प्रयास गर्दैछु साथीहरू। यो विशेष अहिले चैते औँसीको लागि विशेष यहाँ आफ्नो पितृहरूको लागि तर्पण दिनको लागि श्राद्ध गर्नको लागि नेपाल अधिराज्यदेखिबाट यहाँ आइरहनु भएको छ। यो एउटा धर्मशाला हो। यो ठाउँमा आफ्नो पितृहरूको आस्था विश्वासको लागि यहाँ यसरी साँझको समयमा यो मुक्तिनाथदेखि आएको यो सानो खोला र यो कागबेनीको खोला अप्पर मुस्ताङदेखि आएको उताबाट आएको कालीगण्डकी खोला हो। यो सङ्गम कालीगण्डकी खोला र मुक्तिनाथ मन्दिरदेखि आएको यो सानो खोलाको दृश्यलाई यो ठाउँलाई कागबेनी सङ्गम स्थल भनेर भनिँदो रहेछ साथीहरू नमस्ते। यो साँझको बेलाको यो कालीगण्डकी र मुक्तिनाथदेखि आएको खोलाको सङ्गम स्थलमा यो कागबेनीको स्थलमा अहिले यो आरतीको समय हुँदो रहेछ साथीहरू। यहाँका एकदम गण्यमान्य पण्डितहरूले यो साँझको समयमा यसरी आरती गर्ने परम्परा रहेछ साथीहरू। हजुरहरूलाई पनि यो साँझको समयको यो दृश्य देखाउने प्रयास गर्दैछु साथीहरू। हजुरहरू पनि यो दृश्यलाई देखेर आनन्दित लिनुहोला। नमस्ते नमस्ते।